हामी सिद्ध पूजाको आएको माथि सिद्ध पूजामा यो सबैजना छौँ सिद्ध पूजा सिद्ध पूजा गरेर गइसक्यो हामी सिद्ध पूजा गइसक्यो ल तपाईँ के छन् उहरू ल जाए ओहो खानेका त नटोकेछ है ल सिद्ध पूजा गरेर हामी सिद्धले मनाएर फर्किहाल्यौँ अब ओह्रालो लागिहाल्यो जङ्गलतिर यस्तो छ हाम्रो गाउँतिर ल जान्छन् काफलको रुख सबै खतम पारेको असिनाले काफलको रुख यो यस्तो छ हो गाइस हाम्रो गाउँतिर लाली गुराँसहरूको रुखहरू छ बुट्टु पारेछ यो असिनाले सिद्ध पूजा पनि सकियो हाम्रो अब 1 वर्षको लागि ढुक्क है 1 वर्ष ढुक्क भयो आमामा के हो लाली गुराँसको रुख सबै हानेर बुट्टु पारेछ र कस्तो मजाले उगान्दै ल यस्तो छ यो हामीहरू पूजा गरेर फर्किँदै पारि जान्छन् मान्छेहरू बाटो पहिला त अब हाम्रो जानप्रसाद जेठाले डमा बजाउनु जान्थे अब जरिन बजाउनै जाने भयो पहिला पुजारीले पुऱ्याउनु पर्ने त्यसो थियो अब के गर्नु हाम्रो सबै गाजाबाजा लोभहरू भइसके यो दुईटा आउँदैछन् माथि बाख्रा कम यस्तो छ ढुक्क पक्कै जान्छन् म यहीँ बस्ने भन्छ होइन एउटा मौसम सफा छ भयो एकछिनपछि गाडाङ गुडुङ गर्छ क्या फेरि ल त है जानुहोस् है सिद्ध पूजा सक्यो अब अर्को साल भेटौँला छ सिद्ध पूजा भयो अर्को गिद्ध पूजा भने सकियो